हेलो एभ्रिवान, फेरि पनि तपाईको माझमा अर्को रेसिपी लिएर आएको छु। यो चाहिँ हो खसीको पट्टा पचाउने भन्छौँ हामी चाहिँ। यसलाई मैले मजाले सफा गरेर बोइल गरेर यसलाई फेरि पनि एकचोटि सफा गरेर काटेर राखेको छु। यहाँ प्याज, टमाटर, खोर्सानी, कराई तातिसकेको छ र सर्वप्रथम तेल हाल्नेछु। तेल तातेपछि त्यसमा प्याज लगाउनेछु। हरियो काटेको र यो काटेर कालो दालमा हाल्नुको लागि तड्का बनाउनुको लागि अदुवा पनि हाल्छु र मेरो कालो दाल तड्का लाउनु मेरो यहाँ पचाउने काम दालमा हाल्नेछु। पहिला नुन हाल्नेछु, कुकरमा रेखेर सिटी लगाइसकेपछि तड्का लगाउनेछु। र
मेरो यता पचाउने पाकिरहेको छ र दाललाई फेरि पनि एकताल उमाल्ने छु सबै हालेपछि। यहाँ मेरो पचाउने पानी सुकेछ, यसलाई अलिकति पानी हालेर फेरि चलाउने छु ताकि डढ्न नपाओस्। यसलाई आरामले फेरि त्यहाँ एकतालको पकाएपछि चाहिँ फेरि पनि यसलाई म कुकरमा हालेर चाहिँ पकाउने छु राम्रोसित पाक्नुको लागि चाहिँ। यो मेरो दाल रेडी भइसकेको छ, त्यति हुनुहुन्छ कालो दाल। यहाँ मेरो खसीको पचाउने रेडी भइरहेको छ, यसलाई कुकरमा अझ गल्ने गरी पकाउने छु, राम्रोसित पाक्ने छ। र मेरो यहाँ खसीको पचाउने रेडी भइसकेको छ। गरम